नमस्कार सबै विद्यार्थी भाइ बहिनीहरूमा। आज चाहिँ म क्लास 10 को अकाउन्ट सब्जेक्टको अलिकति ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टको एक दुईवटा क्वेसनहरू बाँकी थियो, जुन हजुरहरूले पनि क्वेरिज गर्नुभएको थियो, कमेन्ट्स गर्नुभएको थियो। पार्ट 6 अर्को आयो पनि हाल्नुहोस् न भनेर कमेन्ट गर्नुभएको थियो। त्यसै हिसाबले मैले बाँकी रहेको अस्मिता पब्लिकेसनको अकाउन्ट सब्जेक्टको अस्मिता पब्लिकेसनको जुन बाँकी रहेको 8, 9, 10 क्वेसन छ, त्यो क्वेसनको सोल्युसन चाहिँ अथवा तपाईँलाई वर्किङ नोट्स भनौँ न, वर्किङ नोट्स बनाएर देखाउन गइरहेको छु र ढिला नगरी भिडियोतर्फ नै लागौँ। फर्स्टमा यहाँनिर क्वेसन नम्बर 8 मा जाउँ। तपाईँले क्वेसन नम्बर 8 हेर्नु होला। क्वेसन नम्बर 8 अस्मिता पब्लिकेसन क्वेसन नम्बर 8। यसमा मैले तपाईँहरूलाई के सिकाउने गरेको छु भने ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टको च्याप्टरको यो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट च्याप्टरमा चाहिँ तपाईँलाई के छ भन्दाखेरि हामीले दुईवटा पार्टी हुन्छ भनेर सबैलाई थाहा छँदैछ। एउटा पासबुक हुन्छ, क्यासबुक हुन्छ। क्यासबुक अर्गनाइजेसनसँग हुन्छ, उसले आफूले गरेको ब्याङ्कसँग गरेको हरेक ट्रान्जेक्सनहरू चाहिँ उसले अर्गनाइजेसनले क्यासबुकमा राखेको हुन्छ भने यतापट्टि पासबुकमा चाहिँ ब्याङ्कले त्यो अर्गनाइजेसनले गरेको ट्रान्जेक्सनहरू जति पनि छन् त्यो ब्याङ्कले आफ्नो तर्फबाट रेकर्ड राखेको हुन्छ पासबुकमा। अर्थात् क्यासबुकमा अर्गनाइजेसनले रेकर्ड राख्छ है, अनि यतापट्टि पासबुकमा चाहिँ तपाईँको ब्याङ्कले रेकर्ड राख्ने रहेछ। अब त्यो हिसाबले गर्दै जाँदाखेरि क्वेसन नम्बर 8 मा हेर्नुहोस्। तपाईँले क्वेसन नम्बर 8 मा के दिएको छ भन्दाखेरि हामीले पनि यहाँनिर मैले एउटा ट्रिक सिकाउने गरेको छु। त्यसमा CPR भनेर ट्रिक सिकाउने गरेको छु। CPR हैन, C भनेको क्यासबुक, P भनेको पासबुक, R भनेको रिजल्ट। अनि अर्को कुरा के सिकाउने गरेको छु भनेदेखि यदि के को ब्यालेन्स दिएको छ, क्यासबुकको ब्यालेन्स दिएको छ कि पासबुकको ब्यालेन्स दिएको छ, सुरुमा हामीले ब्यालेन्स दिएको हुनु पर्यो। यदि क्यासबुकको ब्यालेन्स दिएको छ भने क्यासबुकमा गोल लगाउने, पासबुकको ब्यालेन्स छ भने पासबुकमा गोल लगाउने। अब यहाँ हामीलाई के दिएको छ भन्दाखेरि क्यासबुकको ब्यालेन्स दिएको छ। क्वेसन नम्बर 8 मा क्यासबुकको ब्यालेन्स दिएको छ, त्यही भएर क्यासबुकलाई हामी गोल लगाउँछ। अब यहाँनिर के भनेको छ भने यो क्रेडिट ब्यालेन्स हो हुन चाहिँ, यो क्रेडिट ब्यालेन्स हो, यसलाई माइनस पनि भन्न सकिन्छ अथवा ओभरड्राफ्ट पनि भन्न सकिन्छ हैन। क्यासबुकमा क्रेडिट भयो भने त्यो ओभरड्राफ्ट हो अथवा माइनस हो भनेर मैले भनिसकेको छु। तपाईले यसलाई -50,000 भनेर बुझ्नुस् अथवा तपाईले यसलाई यसरी पनि बुझ्न सक्नुहुन्छ है, यसरी पनि बुझ्न सक्नुहुन्छ। ब्र्याकेटमा 15,000 भनेर बुझ्न सकिन्छ अथवा यो ओभरड्राफ्ट ब्यालेन्स हो भनेर बुझ्न सक्नुहुन्छ। क्यासबुकमा क्रेडिट क्यासबुकको क्रेडिट साइड भन्यो भने त्यो ओभरड्राफ्ट हो, माइनस ब्यालेन्स हो अनि नेगेटिभ ब्यालेन्स हो भनेर मैले पहिले नै सिकाइसकेको छु। अब यसलाई सिधै बनाउन जाउँ। चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट। अब यहाँ चेक कोसँग हुन्छ? चेक भन्ने जहिले पनि क्यासबुकवालासँग हुन्छ, यति कुरा सम्झिनुपर्छ। चेक यो क्यासबुकवालाले चाहिँ काट्यो तर पेमेन्टको लागि लगेको छैन। त क्यासबुक चेक भन्ने क्यासबुकवाला हुन्छ, यसलाई टच गर्यो, यो चेक भन्नेबित्तिकै क्यासबुक भनेर सम्झिने है। त यहाँ के भयो भने चेक काट्यो रे हैन, चेक काट्यो रे, यसले माइनस गर्यो। मैले चेक काटेँ, पैसा अब झिक्छ, ब्याङ्कमा जान्छ, त्यो चेक लिएर ब्याङ्कमा जान्छ, पैसा झिक्छ भनेर यसले चाहिँ माइनस गर्यो 15,000। तर अब के भएको छ, ब्याङ्कमा त प्रेजेन्टै भएको छैन, ब्याङ्कमा प्रेजेन्टै भएको छैन। 1500 छ है, सरी 1500 छ, 1500। अनि 1500 छ, यसले चाहिँ माइनस गर्यो, यो पासबुकवालाले केही माइनस गरेको छैन। भनेपछि हामीले पनि के गर्नु पर्यो, पासबुक जस्तै गर्नु पर्यो। यो 0 छ, हामी पनि के गर्नु पर्यो, अब 0 भइदिनु पर्यो। त्यसको लागि हामीले 1500 जोड्नु पर्यो। अर्थात् यसको रिजल्ट के हुने रहेछ, यो 1500 चाहिँ हामीले के गर्नु पर्ने रहेछ, जोड्नु पर्ने रहेछ भन्ने बुझ्यो है। यो 2 नम्बरको आइटम चाहिँ हामीले जोड्नु पर्ने रहेछ भन्ने बुझ्यो। त्यस्तै अर्को छ ब्याङ्क चार्जेस 200 रेकर्डेड ओन्ली इन पासबुक है। ब्याङ्क चार्जेस रे पासबुकमा मात्र रेकर्ड गरेको छ रे, यसमा रेकर्ड गरेको छैन रे। यसले के गरेको हो, यसले माइनस गरेको हो। यसले के गर्यो भने यतापट्टि 200 रुपैयाँ चाहिँ पासबुकवालाले माइनस गर्यो। ब्याङ्क चार्ज भनेको छ, ब्याङ्क भन्ने पासबुक माइनस गर्यो। अनि यसले चाहिँ केही पनि गरेको छैन भनेपछि यसले मात्र माइनस गरेछ, हामीले चाहिँ माइनस गरेको छैन। त हामीले पनि के गर्नु पर्यो, यो जस्तै हुनु पर्यो। यसले माइनस गर्छ, हामी पनि के गर्ने, माइनस भइदिने। किनकि के भनेको छ, हामी क्यासबुक छौँ, अहिले हामी क्यासबुक हो। हामीले के गर्नुपर्छ भने पासबुक जस्तै बन्नुपर्छ। पासबुक जस्तै बन्नको लागि के गर्नु पर्यो, यो 0 हुन्छ भने हामी पनि 0 भइदिने। यसले -200 गर्छ, हामी पनि -200 गरिदिने। यसले प्लस गर्छ, हामीले पनि प्लस गर्ने। बस त्यति हो। यसले जे गर्छ हामीले पनि त्यही गर्नु पर्यो। त्यो सेम उस्तै भइदिनु पर्यो भनेको मतलब 3 नम्बरको आइटम चाहिँ हामीले के गर्नुपर्ने, सबट्र्याक्ट गर्नुपर्ने छ। अर्को छ डिभिडेन्ड अन सेयर्स अफ ₹650 वे कलेक्टेड बाइ ब्याङ्क डाइरेक्टली है। तपाईले कतिवटा डिभिडेन्ड पाउनु हुने रहेछ, कतै सेयर तपाईको सेयरबाट सेयर हुनुहुन्छ तपाईले डिभिडेन्ड पाउनु भयो है। त्यो चाहिँ के भने ब्याङ्कले तपाईको खातामा हाल्दियो, ब्याङ्कले तपाईको खातामा हाल्दिएपछि पैसा बढ्यो है। ब्याङ्कले तपाईको खातामा हाल्दियो, पैसा बढ्यो कति 650 650। तर तपाईलाई थाहा छैन, तपाईले प्लस गर्नु भएको छैन। तपाई पनि के गर्नु पर्यो, प्लस गर्नु पर्यो नि। तपाईको हातमा क्यासबुक छ हैन, क्यासबुकमा तपाईले चलाउन सक्नुहुन्छ, क्यासबुकमा पनि तपाईले प्लस गर्नु पर्यो। अनि यहाँ के गर्ने रहेछ, वास्तवमा यो हुनुपर्ने रहेछ प्लस। यो आइटम चाहिँ तपाईले प्लस गर्नुपर्ने रहेछ भनेपछि अर्को के छ, चेक पेड इन्टु ब्याङ्क बट नट क्रेडिटेड बाइ ब्याङ्क ₹6000 है।
चेक चाहिँ हामीले के गर्ने रहेछौँ, पेड गरेछौँ। चेक पेड भन्नुको अर्थ ब्याङ्कमा डिपोजिट गर्न लगेको हो, जसले चाहिँ पैसा ब्यालेन्स पर्छ, पैसा बढ्छ होइन। चेक चाहिँ पेड गरिएको छ होइन। यो चेक भन्ने बित्तिकै यहाँ सोच्ने क्यासवाला, तर ब्याङ्कले त अहिलेसम्म क्रेडिट गरिदिएको छैन, प्लस गरिदिएको छैन। त यहाँ चाहिँ प्लस भएछ है, हामीले सोच्यौँ यो प्लस भयो, 6000 प्लस भयो, 6000 छ, 6000 प्लस भयो भनेर सोच्यौँ। तर के भएको छ, ब्याङ्कवालाले केही पनि गरेको छैन। भनेको के गर्नु पर्यो, ब्याङ्क जस्तै भइदिनु पर्यो, हामीले अब माइनस गरिदिने। यसले केही पनि गरेको छैन, हामी पनि जिरो गरिदिने, यो जिरो छ हामी पनि जिरो गरिदिने यसले होइन। त्यही भएर के गर्नु पर्यो, यो आइटम चाहिँ हाम्रो माइनस गर्नु पर्यो 6000। अब यसरी बुझ्न सकिन्छ। अब तपाईँ क्यालकुलेसन गर्न सक्नुहुन्छ। यहाँ कति छ तपाईँको क्यालकुलेसन गर्दाखेरि एउटा छ 15000 माइनस 15000 छ फर्स्टमा। ल यहीँबाट सुरु गरौँ, प्लसबाट सुरु गरौँ। प्लस 1500 अनि त्यसपछि माइनस 15000 त्यसपछि माइनस 200 प्लस 650 माइनस 6000 गर्नुहोस्। तपाईँको एन्सर आउँछ 19050। 19050 तपाईँको एन्सर हुनुभयो, 19050 हुनुभयो। ल एउटा तपाईँले यो बनाइसकेपछि अब तपाईँले लाग्छ मलाई 1 नम्बरको पनि तपाईँ बनाउन सक्नुहुन्छ। ल तपाईँलाई अब अनि तपाईँहरूसँग केही एकाउन्टसँग रिलेटेड कुनै क्वेरिजहरू छ भने तपाईँले कमेन्ट्स गर्न सक्नुहुन्छ। अनि च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। साथै च्यानललाई लाइक र यो भिडियोजलाई लाइक र कमेन्ट्स पनि गर्न सक्नुहुन्छ। हस् त।